धन्यवाद महासचिवज्यू। यस मिलाङ्गे सुन्ती कार्यक्रमको अध्यक्षता गरिराख्नु भएको नेपाल छन्त्याल सङ्घका केन्द्रीय अध्यक्ष हरिचन्द्र छन्त्यालज्यू, मञ्चासीन नेपाल आदिवासी जनजाति महासङ्घको वरिष्ठ उपाध्यक्ष बुद्ध घती भुजेलज्यू, यस वडाको वडाध्यक्षज्यू, छन्त्याल सङ्घको संस्थापक अध्यक्षज्यू, निवर्तमान अध्यक्ष मोहन छन्त्यालज्यू, मञ्चासीन अन्य विशिष्ट व्यक्तित्वहरू, उपस्थित दाजुभाइ, खास गरिकन धेरै दिदीबहिनीहरू, यहाँहरू सबैलाई म नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको तर्फबाट सरलोको अभिवादन गर्न चाहन्छु। सबैमा सरलो र छाँदलो अभिवादन पनि गर्न चाहन्छु। यहाँ म अलिकति ढिलो पनि भएँ, त्यसका निम्ति म क्षमा याचना गर्न चाहन्छु, किनभने त्यहाँ आजको दिनमा टुडीखेलमा थारू र मगर समुदायको पनि 2वटा कार्यक्रमहरू थियो, तर एउटा कार्यक्रममा चाहिँ म आफू जानै पर्ने भएको हुनाले चाहिँ यो चाड हामी नेपाली आदिवासी जनजाति मध्ये छन्त्याल समुदायको छुट्टै पहिचान छ। खास गरिकन म जस्तो गुरुङ समुदायको मान्छेहरूको चाहिँ छन्त्याल समुदायसँग भाषाको दृष्टिकोणले, संस्कृतिको दृष्टिकोणले धेरै समानताहरू पनि छन्। जस्ता यसो हेर्दाखेरि मान्छेहरूलाई के लाग्छ भन्नुहोला भने म प्रतिष्ठानको उपाध्यक्ष हुनुभन्दा अगावैदेखि छन्त्याल समुदायलाई मैले जति नजिकबाट हेरिराखेको थिएँ। भूगोलको दृष्टिकोणबाट हेर्ने हो भने छन्त्यालहरूको बसाइ मगरहरूको चाहिँ बसाइसँग चाहिँ नजिक छ। कति मान्छेहरूले छन्त्याल कुन समुदाय हो भनेर मान्छेहरूले चिन्नलाई पनि गाह्रो हुन्छ र उनीहरूलाई मगर जस्तै हो भन्ने अलिअलि चलनहरू छ। तर मगर होइन, तर मगर र छन्त्यालको बिचमा जुन भाषिक भिन्नता छ, तर अलिक टाढा बसेको भए पनि चाहिँ फेरि गुरुङहरूसँग चाहिँ उसको भाषिक जुन समानता छ, त्यो छन्त्याल समुदायको छुट्टै चाहिँ एउटा पहिचान हो भन्ने कुरा मैले राम्रोसँग अन्तरात्मादेखि नै बुझेको बेहोरा म यहाँहरूसँग निवेदन गर्न चाहन्छु। मैले धेरै पटक छन्त्याल समुदायको कार्यक्रममा तपाईँहरूको सम्मान, तपाईहरुको आतिथ्यता ग्रहण गर्ने अवसर प्राप्त गरेको छु। त्यसका निम्ति अहिलेको जो केन्द्रीय कार्य समितिमा रहनुभएको अध्यक्षज्यू लगायत सबैलाई म विशेष धन्यवाद दिन चाहन्छु र छन्त्याल समुदायलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सरकारको तर्फबाट चाहिँ नजिक बसेर जे जस्तो साथ र सहयोगहरू आजको दिनसम्म एकदमै थोरै बजेटले चलिराखेको अफिस भएको हिसाबले चाहिँ जे गर्न सकिराखेको छ, त्यसलाई सकारात्मक हिसाबले ग्रहण गर्नको निम्ति, सकारात्मक हिसाबले पहिचानको आन्दोलनमा, भाषा लिपिको संरक्षण र सम्वर्धनमा, आफ्नो संस्कृतिहरू जोगाउने अभियानमा त्यो हिसाबले तपाईले जसरी प्रयोग गरिराख्नु भएको छ, सदुपयोग गरिराख्नु भएको छ, त्यसका निम्ति पनि म विशेष धन्यवाद दिन चाहन्छु। यो आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान 2058 सालमा, त्यो पनि तपाईहरुले देख्नुभयो भने इतिहासमा संयुक्त राष्ट्र संघमा पनि संसारभरिका इन्डिजिनियसहरुको बारेमा अध्ययन गर्नको निम्ति एकजना ठूलो विद्वानलाई त्यसको जिम्मेवारी लगाएर त्यो सम्बन्धी चाहिँ धेरै ठूलो बृहत्तर अध्ययन गरिएको थियो। नेपालको सन्दर्भमा 2052 सालको पुसको 30 गते तत्कालीन अवस्थामा प्रोफेसर सन्तबहादुर गुरुङ सरको नेतृत्वमा डाक्टर कृष्ण भट्टचन्ददेखि लिएर 6 जना मान्छेहरूलाई चाहिँ एउटा जिम्मेवारी तत्कालीन सरकारले दियो। त्यो तत्कालीन सरकारले दिएको जिम्मेवारी अनुसार कुनै बेला मतुवालीको रूपमा मात्रै पहिचान बनाएकाहरू, कुनै बेला मगुरालीको रूपमा मात्रै पहिचान बनाएका समुदायहरू या सेता मगुरालीको रूपमा पहिचान बनाएका समुदायहरू उनीहरू को हुन्, उनीहरूलाई सरकारले के नामाङ्करण दिने र कतिवटा समुदायहरू छन् भन्ने कुराको एउटा अध्ययन गरिसकेपछि आदिवासी जनजातिहरूका सन्दर्भमा एउटा मूल प्रतिवेदन तय भयो। त्यो मूल प्रतिवेदन तय भइसकेपछि प्रोफेसर सन्त गुरुङको टिमले चाहिँ 61 वटा आदिवासी जनजातिहरूको सूची चाहिँ
त्यो बेलामा सरकारलाई बुझाएको थियो। यतातर्फ तपाईले जनजातिहरूको साझा जातीय संस्थाहरूको साझा संस्थाको रूपमा देख्नुभयो भने सुरेश आले दाइ जुन बेला संस्थापक महासचिवको रूपमा हुनुहुन्थ्यो त्यो बेलामा नेपालको आदिवासी जनजाति महासङ्घको नाम आदिवासी जनजाति महासङ्घ थिएन, नेपाल जनजाति महासङ्घ थियो। संयुक्त राष्ट्र सङ्घदेखि लिएर संसारभरि नै जुन आदिवासीहरूको मुभमेन्ट चलिराखेको थियो र 1993 मा जब विश्व आदिवासी वर्ष घोषणा गरेर 1995 देखि 2004 सम्मलाई संयुक्त राष्ट्र सङ्घले आदिवासी दशक घोषणा गर्यो र त्यो सन्दर्भसँगै नेपालमा फेरि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ऐन आयो। त्यसपछि आदिवासी जनजाति महासङ्घ चाहिँ आदिवासी जनजाति महासङ्घको रूपमा परिणत भएको कुरा पनि यो इतिहासलाई पनि धेरै साथीहरूले नजिकबाट चाहिँ जानिराख्नु भएकै छ। यो सन्दर्भमा आज यस खुसियालीको अवसरमा यो इतिहासलाई पनि म यहाँको सामु राख्ने जमर्को गर्न चाहन्छु। जहाँसम्म त्यस पछाडि तपाईले देख्नुभयो भने यो प्रतिष्ठान यस्तो संस्था छ जुन चाहिँ 2058 सालको माघको 25 गतेको दिनमा चाहिँ यो ऐन हाउसबाट पास भयो। यो हाउसबाट पास भइसकेपछि बल्ल नेपालको कुनै बेला मतुवाली या मगुरालीको रूपमा चिनिने समुदायहरूलाई नेपालको सरकारी डकुमेन्टमा चाहिँ आदिवासी जनजातिको रूपमा पहिचान प्राप्त गरेका हुन्। त्यो प्राप्त गर्ने बखतमा चाहिँ जुन बेला ऐन बन्यो त्यो बेलाको सूचीमा 59 वटा आदिवासी जनजातिहरू सूचीकृत थिए र त्यस पछाडि फेरि अरु चाहिँ हिसाबले हेर्ने हो भने यसको संरचना चाहिँ सामान्य प्रधानमन्त्रीजीले यसको अध्यक्षता गर्ने र सरकारी अङ्ग भए तापनि सबै सूचीकृत आदिवासी जनजातिहरूको तर्फबाट एक जना त्यसमा सञ्चालक परिषदको सदस्यहरू रहने जुन व्यवस्था छ यसले चाहिँ आदिवासी जनजातिहरूको सरकारी अङ्गमा प्रत्यक्ष सहभागिता भएको यस किसिमको ब्रिजिङ गर्ने जस्तो संस्था सरकारलाई आदिवासी जनजातिहरूलाई जोड्ने संस्था नेपालको सन्दर्भमा यो प्रतिष्ठान बाहेक बिरलै छ। त्यस पछाडि तपाईले देख्नुभयो भने 72 को संविधान आइसकेपछि आदिवासी जनजातिहरूको लागि सरकारले गरेका कामहरूको अनुगमन गर्ने र त्यो अनुगमनको आधारमा सरकारलाई सल्लाह र सुझावहरू दिनको निम्ति संवैधानिक रूपमा 2 वटा आयोगहरू आदिवासी जनजाति समुदायबाट नै बनेका छन्। एउटा आदिवासी जनजाति आयोग र अर्को आदिवासी जनजाति थारू आयोग। यो 2 वटा चाहिँ तपाईको आयोगहरूले गरेका सिफारिसहरूलाई काम गर्नको निम्ति पनि चाहिँ यो प्रतिष्ठान चाहिँ सरकारी अङ्गको रूपमा रहेको छ। म आजको यस हर्ष उल्लासमय कार्यक्रममा 2टा कुरालाई म यहाँको सामु निवेदन गर्ने अनुमति चाहन्छु। म भन्दा अगाडि अरु धेरै वक्ताहरूले धेरै कुराहरू निश्चय नै राखिसक्नु भएको छ। त्यो होला खास गरिकन वरिष्ठ उपाध्यक्षजीले महासङ्घ भनेको चाहिँ खासमा तातो संस्था हो। हाम्रो डाक्टर हर्क गुरुङले भन्नुहुन्थ्यो त्यो सडकमा देखिनुपर्ने संस्था हो। प्रतिष्ठान भनेको सरकारको अङ्ग हो, त्यो सडकमा देखिने संस्था होइन। आयोग भनेको आधा आधी बस्ने संस्था हो जसले सरकारलाई पनि अनुगमन गर्ने, सरकारलाई पनि सल्लाह र सुझाव दिने त्यस्तो खालको चाहिँ संस्था हो। जुन कुरा तपाईहरुले चाहिँ राम्रोसँग बुझ्नु भएकै छ। जहाँसम्म अहिलेको सन्दर्भको कुरा छ, नेपालको संविधान 2072 जारी भएको बखतमा आदिवासी जनजातिहरूका बीचमा 2 खालको मतहरू थियो। एउटा मत थियो यो संविधान कामै लाग्दैन, यो जलाउनु पर्छ भनेर सडकमा जलाएको थियो र त्यो दिनलाई कालो दिनको रूपमा मानेर अगाडि बढेको अवस्था। अर्को एउटा धारणा के थियो भन्नुलाई भने कम्तीमा अहिलेसम्म भएको संविधानहरू मध्येमा यो संविधान जनताका प्रतिनिधिहरूले बनाएका हुन् र केही न केही सकारात्मक कुराहरू छ। त्यसैले यसलाई चाहिँ यो संविधानमा भएका राम्रा पक्षहरूलाई कार्यान्वयन गर्दै जे कुराहरू हामीले प्राप्त गर्नुपर्ने हो त्यसका निम्ति अगाडि बढ्दै जानुपर्छ भन्ने यसरी 2 वटा धारणाहरू थिए। तर अहिलेको सन्दर्भमा चाहिँ यो किसिमको खास गरिकन आदिवासी जनजाति, दलित र मधेसी समुदायले यो संविधानमा राखेको जे रिजर्भेसनहरू थिए त्यसको बावजुद पनि अहिले कस्तो भइदिएको छ भन्नु होला भने यो संविधानको रक्षा गर्ने मूल जिम्मेवारी चाहिँ आदिवासी जनजातिमा रहन गएको जस्तो म देख्छु। किन भन्नु होला भने यो संविधानको मूलभूत 4 वटा कुराहरू छन्। एउटा संघीयता, अर्को लोकतान्त्रिक गणतन्त्र,
तेस्रो धर्मनिरपेक्षता, चारको समानुपातिक समावेशिताको कुरा। यो चारवटा यो संविधानको मूलभूत कुरा जुन हो, यो मूलभूत कुरा चाहिँ कहिलेकाहीँ चाहिँ कहीँ मारिन्छ कि या योबाट कहीँ डाइभर्ट हुन्छ कि राजनीतिक दलहरू भन्ने चिन्ता हाम्रो समुदायबाट छ। यसोस्ले यो चारवटा मूलभूत कुराहरूलाई चाहिँ हामीले बचाउनु चाहिँ आजको दिनमा आदिवासी जनजाति समुदायको कर्तव्य हुन आएको छ। जहाँसम्म संघीयताको सवालमा हामीले भनेको जस्तो संख्या, हामीले भनेको जस्तो नाम यो संघीयतामा छैन। तर नभए तापनि जे छ त्यसलाई फेरि व्यवहारमा कार्यान्वयन गर्दै अझै हामीले भनेको जस्तो अवस्थामा लानु आजको दिनको आवश्यकता रहन गएको छ। यही सन्दर्भमा हेर्ने हो भने छन्त्याल जस्तो अल्पसंख्यक समुदायको निम्ति संघीयताभित्र स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको कल्पना गरिएको छ। यो जुन संविधानले कल्पना गरिएको जुन चाहिँ आदिवासी जनजातिहरूको निम्ति कल्पना गरेको विषय छ यो यही संविधानभित्र, यसलाई कार्यान्वयन गर्ने सवालमा राजनीतिक दलहरू उदासीन देखिए। त्यो उदासीन भएको कारणले गर्दा जुन बेला स्थानीय तहको क्षेत्र निर्धारण गर्ने र स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र निर्धारण गर्नको निम्ति बालानन्द शर्मा आयोग बन्यो, त्यो आयोगले उनलाई दिएको टिओआर भित्र परेको काम नगरिकन स्थानीय तहको मात्रै चाहिँ सीमाना रेखाङ्कन गरिदिएर छोड्यो। यो गरे वापस शर्मा आयोगलाई एक हिसाबको चाहिँ तपाईको पुरस्कार पनि दियो सरकारले, राजनीतिक दलहरू। म पनि अहिले सरकारको एउटा अङ्गमा बसेको हिसाबले मैले कतिसम्म बोल्न मिल्छ मलाई थाहा छैन, तर म यो सन्दर्भमा प्रश्न कुरा के भन्न चाहन्छु भन्नुहोला भने यो जुन संविधानको धारा 56(3) लाई कार्यान्वयन गराउने हो भने यो स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रको विषयलाई कार्यान्वयन गराउने हो भने आजको दिनमा हिजोको भन्दा धेरै अप्ठ्यारो परिवेश छ। किन अप्ठ्यारो परिवेश छ भन्नुहोला भने सबै स्थानीय तहहरूको चाहिँ रेखाङ्कन भइसकेको छ। यहाँदेखि यहाँसम्म एउटा वडा, यहाँदेखि यहाँसम्म यो गाउँपालिका भन्ने भएको छ। यसको स्वायत्त क्षेत्र या संरक्षित क्षेत्र बनाउनको निम्ति चाहिँ जस्तो छन्त्यालहरूको सन्दर्भमा कुरा गर्ने हो भने बागलुङ र म्याग्दीको जिल्लालाई पनि चाहिँ अर्को हिसाबले सोच्नुपर्ने हुन सक्छ, जहाँ चाहिँ तपाईको छन्त्यालहरूको राम्रो बसाइ भएको ठाउँहरूलाई हेरेर, अथवा अहिले भएको कतिवटा गाउँपालिकाको आधा भागलाई एक ठाउँमा जोड्नुपर्ने हुन सक्छ, अथवा कुनै सन्दर्भमा त अर्कै प्रदेशलाई एक ठाउँमा जोड्नुपर्ने पनि हुन सक्छ। जस्तो उदाहरणको लागि चेपाङ समुदाय गण्डकी त्रिशुली नदीको किनारमा चाहिँ धेरै चेपाङ समुदायको बसाइ छ। त्यो धादिङमा छ, त्यो मकवानपुरमा छ, त्यो चितवनमा छ, त्यो गोर्खामा पनि छ। यदि चेपाङ समुदायको स्वायत्त क्षेत्र बनाउने हो भने अहिलेको बागमती र गण्डकीको जुन प्रदेशको भूगोल छ त्यसलाई पनि चाहिँ तपाईको ध्यान नदिकन उनीहरूको बसाइलाई मात्रै हेर्नुपर्छ। त्यसको निम्ति अब त्यो प्रदेशवालाहरू स्थानीय तहको मान्छे मान्दैन। अहिले चाहिँ जुन कार्यान्वयनको निम्ति धेरै जटिलता छ, तर यो जटिलता छ भन्नुको मतलब चाहिँ असम्भव छ भन्नु खोजे होइन भाइ। यो जटिलता भइसकेपछि आदिवासी जनजातिहरूको आन्दोलन त्यो तहको जसले राजनीतिक दलहरूलाई कन्भिन्स गर्न सकोस्। म अहिले चाहिँ यो सन्दर्भमा यति कुरा मात्रै निवेदन गर्न चाहन्छु। त्यस पछाडि भाषाको सन्दर्भमा पनि खस नेपाली भाषा मात्रै सङ्घको सरकारले सरकारी कामकाजको भाषामा प्रयोग गर्न सक्छ संविधानमा भएको व्यवस्था अनुसार। तर त्यही संविधानले के गरेको छ भने प्रदेश तहमा चाहिँ खस नेपालीको अतिरिक्त त्यहाँको बहुसंख्यक जनताले बोल्ने भाषा प्रदेशको सभाले पास गरेर बनाएर लागू गर्न सक्छ। त्यो सन्दर्भमा गण्डकी प्रदेशको सरकारले गुरुङ र मगरको भाषा सरकारी कामकाजमा प्रयोग गर्नको निम्ति ऐन बनाइसकेको छ। त्यसमा छन्त्याल सङ्घको पनि महत्त्वपूर्ण भूमिका छ। योभन्दा अगाडिको अध्यक्षजी जो मोहन छन्त्यालजी हुनुहुन्थ्यो, उहाँले धेरै पटक यो सन्दर्भमा चाहिँ पोखरा जाने, मुख्यमन्त्रीलाई भेट्ने, विभिन्न सन्दर्भमा काम गर्नुहुन्छ। त्यसैले गुरुङ र मगरको भाषा आउनेसँगै बागमतीमा तपाईँले हेर्नुभयो भने
तामाङ र नेपाल भाषा मात्रै बागमती प्रदेशभित्र सरकारी कामकाजमा प्रयोग हुन सक्छ। तर गण्डकी प्रदेशमा मगर र गुरुङको भाषाको अतिरिक्त कति 32वटा जति छ के अरे त्यो अल्पसंख्यक समुदायको भाषाहरू सरकारी कामकाजमा प्रयोग हुन सक्छ। त्यसैले त्यसमा मेरो हिसाबले मैले नजिकले त्यो काम गर्ने बखतमा चाहिँ देखेको कुरा के भने त्यो अल्पसंख्यक समुदायको सूची आउने कुरामा जगत बराम सर र हाम्रो मोहन छन्त्याल सरको धेरै ठुलो योगदान छ। किनभने उहाँले कुनै पनि मान्छेको मुद्दाहरू सम्बोधन हुनको निम्ति त्यहाँ भौतिक उपस्थिति पनि चाहिँदो रहेछ। त्यसले गर्दाखेरि अहिले छन्त्याल समुदायले म्याग्दी बागलुङदेखि लिएर कुनै पनि स्थानीय तहमा त्यो जिल्लाहरूको स्थानीय तहमा छन्त्यालको भाषा सरकारी कामकाजमा प्रयोग गर्न चाहन्छ भने त्यो स्थानीय तहले यही प्रदेशको कानुन बमोजिम आफूले चाहिँ सरकारी कामकाजको भाषामा अगाडि बढ्छ। त्यसैले यो धेरै ठुलो उपलब्धि हो। मान्छेले बुझेको छैन यसलाई व्यवहारमा कार्यान्वयन गर्नको निम्ति तपाईहरू सबै लाग्न र खास गरिकन अहिले हरिचन्द्र छन्त्यालजी उहाँ विद्वान पनि हुनुहुन्छ, उहाँको नेतृत्वमा अरू हाम्रो गोविन्दजी अरू साथीहरू मेरो पुरानो साथीहरू हुनुहुन्छ, तपाईहरू सबै लागेर पुराना मान्छेहरूलाई सम्मान गर्दै नयाँ जोस र जाँगर निकालेर अगाडि बढ्नुभयो भने बल्ल हाम्रो आन्दोलन चाहे त्यो चाहिँ तपाईको चाहिँ विशेष या स्वायत्त क्षेत्र प्राप्तिको आन्दोलन होस्, चाहे त्यो चाहिँ सरकारी कामकाजमा चाहिँ छन्त्याल भाषाले प्रयोग गर्न पाउने अधिकार होस् या छन्त्यालहरूको चाडपर्वले सार्वजनिक विधाहरू पाउने आन्दोलनहरू होस्, त्यो सबै आन्दोलनहरू छन्त्यालहरूको एकताले बल्ल चाहिँ प्राप्त गर्न सक्छ भन्ने कुरा म यहाँलाई निवेदन गर्न चाहन्छु। जहाँसम्म अहिले जनजाति महासङ्घको वरिष्ठ उपाध्यक्षज्यूले अहिले छन्त्याल के अरे जनजाति महासङ्घको चाहिँ महाधिवेशनको सन्दर्भ पनि कोट्याइसक्नु भएको छ। म त्यतैतिर प्रवेश पनि गर्न चाहन्न, किनभने त्यो मेरो विषय पनि होइन। किन होइन भन्नु होला भने म अहिले सरकारको प्रतिष्ठानको उपाध्यक्ष छु, कार्यकारी अध्यक्ष छु। अब महासङ्घको आउने जो नेतृत्वमा आउने साथीहरू हुन्छ उहाँसँग मैले 3 वर्ष सँगै बसेर काम गरेको छु। मैले जुन बेला गुरुङको अध्यक्ष थिएँ या बाहिर बसेर काम गरेको थिएँ त्यो बेलाको रोल एउटा कुरा हुन सक्छ, तर आजको दिनको मेरो रोल चाहिँ अर्को हुन्छ। र त्यसको सन्दर्भमा एउटा मात्रै मेरो सैद्धान्तिक कुरामा चाहिँ म एकदम कन्भिन्स छु। त्यो के हो भन्नु होला भने आजभोलि जुन महाधिवेशन आउने सन्दर्भसँगै छलफल र बहसहरू प्रारम्भ भएको छ त्यो सकारात्मक कुरा हो। तर यो छलफल र बहस भएको बखतमा धेरै जनसङ्ख्या हुने र कम जनसङ्ख्या हुनेहरूको भोट एउटै हुनु हुँदैन। मगर 18 लाख छ भने त्यसले धेरै भोट पाउनुपर्छ, छन्त्याल कम छ भने त्यसले कम भोट पाउनुपर्छ भन्ने तर्क छ। त्योसँग म सहमत छैन र विद्वानहरूलाई पनि म निवेदन गर्न चाहन्छु, हामी त नेसन स्टेटको कल्पना गर्ने मान्छे हो। जसरी अमेरिकामा संयुक्त राष्ट्र सङ्घमा लक्जमबर्ग या स्विजरल्यान्ड भन्ने देशको पनि एकै भोट छ र चीन र भारत या रुस जस्तो मुलुक या अमेरिका जस्तो मुलुकको पनि एकै भोट छ। त्यस्तै यो देश राष्ट्र भनेको चाहिँ नेसन भयो नि, यो जात जाति भनेको पनि नेसन हो। जसले नेसन स्टेटको वकालत गर्छ उसले चाहिँ फेरि अल्पसङ्ख्यकलाई कम भोट हुनुपर्छ, धेरै सङ्ख्या भएकोलाई धेरै भोट हुनुपर्छ भन्ने कुरा चाहिँ गर्नु चाहिँ मलाई राम्रो लाग्दैन र त्यो मनासिब कुरा पनि होइन। किनभने आफूलाई जे सजिलो पर्छ त्यसको तर्क गर्दै जाने हो भने समाज कहाँ पुगिन्छ। हाम्रो कुरा के छ भन्नु होला भने उहाँहरूको तर्क मैले के सुने भने अब यसरी पालै गर्दै जाने हो भने असक्षमहरूले शासन गर्छन्। राउटे कुसुन्डा भुजेल छन्त्यालहरू अध्यक्ष हुन्छ अनि गुरुङ मगर राई लिम्बूले मानिदिनु पर्ने उहाँहरूलाई, उनीहरूले मान्छे जम्मा पार्नु सक्दैन, देशैभरि सङ्गठन हुँदैन, अनि त्यसपछि कहाँ यो आन्दोलन हुन्छ। त्यो गलत तर्क हो। किन गलत तर्क हो भने त्यो राउटे कुसुन्डादेखि लिएर अल्पसङ्ख्यकलाई पनि मूल प्रवाहीकरण गरेर उनीहरूलाई पनि दक्ष बनाएर गुरुङ मगर भन्दा अझै दक्ष बनाउनु हाम्रो कर्तव्य हो। यदि हामी राउटे कुसुन्डाबाट शासित हुन मान्दैनौँ भने हामीबाट शासित हुन यो खसारे समुदाय किन मान्नु त? किनभने हामी भन्दा उनीहरूबाट छ, उनीहरू शिक्षित छ। हामी गुरुङ मगर राई लिम्बू चाहिँ यो सधैँ खसारे समुदायले मात्रै शासन गर्यो भनेर कराउने, तर यता आउँदा चाहिँ यो
भुजेल अध्यक्ष भए किन म मान्ने, यो छन्त्याल अध्यक्ष भए म किन मान्ने भनेर गुरुङ मगर राई लिम्बूले भन्छ भने त्यो गलत। त्यसैले मैले यो कुनै व्यक्तिप्रति कसै पनि प्रतिबद्ध मेरो यसमा केही छैन, तर यो कुरा चाहिँ एकदमै सैद्धान्तिक रूपमा गलत छ र यो नेसन स्टेटको कल्पना गर्नेहरूबाट गर्नु त झन् दुःखद कुरा। म यति कुरा मात्रै सैद्धान्तिक कुरा गर्न चाहन्छु महासङ्घको सन्दर्भमा, त्योभन्दा धेरै म जहाँ छु त्यहाँबाट गर्नु मिल्छ जस्तो मलाई यसपल्ट धेरै एकदमै डर लागेको विषय चाहिँ के छ भने अहिले बजारमा 4-5 जना मान्छेहरू अध्यक्षको लागि चाहिँ बजारमा सुन्छु। मलाई धेरै ठुलो सम्मान छन्त्याल समुदायले सधैँ गरिराख्नु भएको छ। मेरो मनदेखि पनि चाहिँ एकदम धेरै माया र ममता छ, तर यसपल्टको महाधिवेशनमा मैले कहीँ नजिक बसेर माया गर्न सक्छु कि सक्दिनँ भन्ने मेरो मनको प्रश्न छ, मेरो मनको दुविधाहरू छ। त्यसैले म त्यसका निम्ति पनि म खास गरिकन सबै अहिलेको अध्यक्षज्यू, निवर्तमान अध्यक्षज्यू उहाँहरूलाई पनि मेरो आफ्नो जे अप्ठ्यारोहरू छ त्यसलाई बुझ्नको निम्ति म विशेष निवेदन गर्न चाहन्छु। र अन्तमा म यति कुरा मात्रै भन्न चाहन्छु कि यो अहिलेको जुन सन्दर्भ छ, अहिलेको जुन राजनैतिक अवस्था छ त्यो त्यति सजिलो अवस्था छैन। यसपल्ट यस्तो अवस्था भए तापनि 25 वर्षको उपलक्ष्यमा रजत महोत्सव जुन हामीले चाहिँ बनाउन खोजिरहेछौँ प्रतिष्ठानले, आउँदो माघको 25, 26 र 27 गते राष्ट्रिय सभागृहमा हामीले गर्न खोजिरहेछौँ। त्यहाँ विदेशबाट पनि अरू मुलुकको मन्त्रीजीहरूलाई पनि ल्याउन खोजिरहेछौँ। इन्डिया र चाइनाको 2वटा मन्त्रालयहरू छ, इन्डियामा पनि चाइनामा पनि जुन ट्राइबल्स र इथनिक्स भन्छ, त्यहाँ इन्डियनहरूले ट्राइबल भन्ने चलन छ, चीनले चाहिँ तपाईँको इथनिक्स भन्ने छ, एथनिक्स अफेयर्स कमिसन भन्छ। दुईतिरैबाट हामीले केही विद्वानहरूलाई ल्याउन खोजिरहेको छौँ। त्यसमा हामी कसरी यो आदिवासी जनजाति समुदायको इतिहासलाई, उनीहरूको चाहिँ तपाईँको चाहिँ साहित्यलाई, उनीहरूको तपाईँको चाहिँ केही न केही चाहिँ तपाईँको विषयहरूलाई कसरी 3 दिनसम्म एकदमै धेरै छलफल र बहसको विषय बनाउने भन्ने कुरा चाहिँ यसपल्टको चाहिँ नलेज कन्फरेन्समा गर्न खोजिरहेको छ। यसमा छन्त्याल समुदायको विद्वानहरूले र खास गरिकन युवा पुस्ताले यसमा धेरै चाहिँ लाभ लिनको निम्ति पनि म विशेष अनुरोध गर्न चाहन्छु। र तपाईँहरू सबैलाई थाहा छ, गएको वर्षदेखि हामीले चाहिँ इन्साइक्लोपिडिया बनाउन सुरु गरेका छौँ। तपाईँहरूको अध्यक्षज्यू पनि त्यसमा संलग्न भएर काम गरिराख्नु भएको छ। यो सबैको सेरोफेरोमा रहेर आदिवासी जनजाति उद्यान राष्ट्रिय प्रतिष्ठानमा रहँदा मैले सकेसम्म छन्त्याल समुदायलाई कुनै पनि कुरामा चाहिँ नजिकै राखेर व्यवहार गर्ने, नजिकै राखेर काम गर्ने र यो प्रतिष्ठान तपाईँहरूको पनि हो भन्ने अनुभूति गराउने तर्फ चाहिँ मेरो ध्यान केन्द्रित हुनेछ भन्ने बेहोरा यहाँसँग राख्न चाहन्छु। र आजको यो एकदमै हर्ष उल्लासमय वातावरणमा जुन एउटा चाडको वातावरणमा चाहिँ माघे सङ्क्रान्ति अथवा मिलाङ्गे सोङ्ती जो बनाउन खोजिराख्नु भएको छ, यसका निम्ति सबैलाई यो छन्त्याल समुदायमा सबै छन्त्याल समुदायलाई एकदम सुख, शान्ति, समृद्धि र राज्यको विभिन्न अङ्ग र तहहरूमा पुग्नको निम्ति सफलता मिलोस् भन्ने कामना गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद आजका प्रमुख अतिथि एवं आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष श्री रेशम गुरुङज्यूलाई, हाम्रो यो मिलाङ्गे सोङ्ती छार्मेङलाई विगत वर्षदेखि नै हाम्रो चिजबिनको सहजै स्वीकार्दै धेरैचोटि यस छन्त्याल सङ्घको प्राङ्गणमा आई आफ्नो शुभकामना मन्तव्य दिँदै र हाम्रो निमन्त्रणलाई सहजै स्वीकार्दै आउनु भएको थियो। र अहिले 2082 सालको मिलाङ्गे सोङ्तीमा पनि प्रमुख अतिथिको रूपमा आई उहाँको शुभकामना मन्तव्य संस्थागत र व्यक्तिगत छन्त्यालहरूसँग सधैँ हातेमालो हुनेछ, सधैँ सहकार्य हुनेछ भन्दै प्रतिबद्धता राख्नु भएकोमा नेपाल छन्त्याल सङ्घ केन्द्र समितिको तर्फबाट तमाम छन्त्याल बुबा आमा दाजुभाइ दिदीबहिनीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद एवं हार्दिक आभार प्रकट गर्दछौँ। अब
जोरदार तालीले उहाँलाई सम्मान गरिदिनु हुन पनि म माझमा अनुरोध गर्दछु। अब